हेलो गाइस, देख्न सक्नुहुन्छ दाइ र हामी चाहिँ जाँदैछौँ खेततिर। खेतमा चाहिँ अब धान पाकेको हुनाले चाहिँ अब धान काट्ने झाट्ने गर्नुपर्ने भएकोले गर्दाखेरि हामी जाँदैछौँ टोकोमा चाहिँ। अनि यता देख्न सक्नुहुन्छ यस्तो खालको छ गाउँठाउँ पनि। हाम्रो चाहिँ पहाडी भेगमा यस्तै छ। यो डोकोमा चाहिँ हामी चाहिँ गोबर बोकेर जाँदैछौँ। दाइले गोबर बोक्नु भएको छ। यो चाहिँ खाला लिप्नलाई हो हामीले चाहिँ। अनि खाला लिप्नलाई जाँदैछौँ। अब चाहिँ हामी चाहिँ पुगिसकेको छौँ, देख्न सक्नुहुन्छ अब यो अगाडि हो। अनि यहाँदेखि चाहिँ अब धान चाहिँ कस्तो दर फलेको रहेछ अहिले चाहिँ। यहाँदेखि चाहिँ ठाउँमा चाहिँ साह्रै राम्रो छ धान। कुनै ठाउँमा चाहिँ खडेरीले गर्दाखेरि अलिकति केही मात्र बिग्रेको हो, बाँकी ठिकै छ। माथि देख्न सक्नुहुन्छ अगाडि धान पाकिसकेको छ। त्यो पाकेको धान चाहिँ हामीले काट्नुपर्ने भएकोले गर्दाखेरि चाहिँ खाला बनाउनु पर्ने भयो। अनि त्यही भएर गोबर लिएर जाँदैछौँ। अगाडि साथी बसिराख्नु भएको छ अघि आएर। अनि हामी पनि पुग्यौँ। पुगेर अब चाहिँ हामीले चाहिँ खाला लिप्नुपर्ने हुन्छ तिनजनाले। अनि एकजनाले पानी लाउने, दुईजनाले लिप्ने भनेर सल्लाह भएको छ। अनि अब त्यसै गर्नुपर्छ भनेर साथीहरूले चाहिँ यताउता सामानहरू बनाउँदै कोदालोहरू गर्दै अब यहाँ चाहिँ लिप्दैछौँ हामीले चाहिँ। मैले चाहिँ पानी लगाइदिने, कतै भिडियो बनाएको। अनि दुईजना दाइ र एकजना नाति हो, यता उभिने चाहिँ नाति हो। अनि तिनजना भएर मैले पानी लगाइदिँदैछु यसरी। अनि यसरी गर्दै खाला बनाउँदैछौँ। अब यो खाला यसरी भिजाएर अहिले चाहिँ मजाले माटो अलिअलि मिलाउने। अनि अर्को चुट्टीमा मात्रै फिनिसिङ हुन्छ। दुईचोटि तिनचोटि लिपेपछि मात्रै फिनिसिङ हुन्छ। एकैचोटि चाहिँ फिनिसिङ हामी चाहिँ कहिले नै गर्दैनौँ। अनि त्यही भएर खाला बनाउँदैछौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ धानहरू पनि देख्न सक्नुहुन्छ पुरा पाकिसकेको छ। अनि यताउता घुम्दै माटो ल्याउँदै साह्रै गहिरो ठाउँमा चाहिँ माटो थुतुरै ओसार्दै ल्याउँदै लिप्दै हुनुहुन्छ। यस्तो अप्ठ्यारो हुन्छ यो यस्तोमा फेरि लिप्नलाई चाहिँ। सुरुमा चाहिँ सबै कसिङ्गर अब झारै हुन्छ। यो धानको फेदहरू सबै काट्नुपर्छ। अनि त्यो फेदको त्यो टुक्राहरू हुन्छ। अनि लिप्नलाई पनि लास्टै अप्ठ्यारो हुन्छ। देख्न सक्नुहुन्छ यता चाहिँ धान यतातिर हरियो छ। अनि यतादेखि चाहिँ पाक्दै आएको छ यहाँदेखि सबै। अनि तल पनि पाक्नु बाँकी छ, पारी हो बाँकी चाहिँ। अनि यता तल देख्न सक्नुहुन्छ यो ढुङ्गामा राख्नुपर्ने हुन्छ हामीले कुन्यु चाहिँ, त्यो पनि पछि देखाउने छु। देख्न सक्नुहुन्छ यता यो चाहिँ सबै काट्नुपर्ने हो, काट्ने बेला भइसकेको छ यता चाहिँ। अनि मैले चाहिँ घुमाइरहेको छु। यता लिप्दै हुनुहुन्छ दुईजना चाहिँ निहुरिँदा ढाड दुखेर उभिँदै गफ गर्दै लिप्दै हुनुहुन्छ। मैले चाहिँ